नमस्ते प्यारा भाइ बहिनीहरू, स्वागत छ तपाईहरूलाई मेरो यस च्यानलमा। आज हामी कक्षा 12मा रहेको इङ्ग्लिस किताबको सर्ट स्टोरिज अन्तर्गत नेबर्स भन्ने कथा छोटकरीमा बुझ्न गइरहेका छौँ। यो कथा अस्ट्रेलियन अथर टिम विन्टनद्वारा लेखिएको हो। यस कथामा अथरले छिमेकीसँगको सम्बन्धको बारेमा, छिमेकीको महत्त्वको बारेमा बताउन खोजेका छन्। यो एउटा न्युली म्यारिड कपलको कथा हो। उनीहरू एउटा नयाँ सोसाइटीमा बस्न आउँछन् जहाँ विभिन्न जात जातिका, विभिन्न भाषाभाषीका युरोपियन माइग्रेन्टहरू बसोबास गर्छन्। यङ कपलको घर सानो भए पनि अग्लो छाना भएको सिसाको प्यान्ड विन्डो भएकोले सुन्दर कटेज जस्तो देखिन्छ। यङ कपलको घर दायाँतिर एउटा मेसिडोनियन फ्यामिली र घरको दायाँतिर एउटा विडोवर पोलिस अर्थात् पोल्यान्डबाट आएको बुढो मान्छे बस्छन्। यहाँ बुझ्नुपर्ने कुरा के छ भने राइटरले कुनै पनि क्यारेक्टरलाई प्रपर नामले सम्बोधन गरेका छैनन्, किनभने यहाँ कम्युनिटी र नेबरहुडलाई विशेष जोड दिइएको छ, न कि उनीहरूको नाम, जाति आदिलाई। कपल सुरुमा कसैसँग खासै कुराकानी गर्दैनन्। उनीहरू आफ्नै दिनचर्यामा व्यस्त रहन्छन्। यङ म्यान आफ्नो थेसिस लेख्ने काम गर्छन् भने यङ लेडी एउटा हस्पिटलमा काम गर्छिन्। मेसिडोनियन फ्यामिलीको घरबाट ठुल्ठुलो आवाज बेला बेलामा आइरहन्छ भने पोलिस ओल्ड म्यानको घरबाट पनि किल्ला ठोकेको जस्तो आवाज आइरहन्छ। उनीहरू छरछिमेकमा त्यति घुलमिल नभए पनि बाटोघाटोमा भेट हुँदा स्माइल गर्ने तथा हाई हेलो गर्ने गर्छन्। मेसिडोनियन फ्यामिलीको सानो छोरा साह्रै बदमास हुन्छ। ऊ घरिघरि फेन्समा झुन्डिने, बाटोमा पिसाब गर्ने जस्ता बदमासी गरेको देखेर उनीहरूलाई दिक्क लाग्छ। छिमेकीहरू पनि यङ कपलको दिनचर्या देखेर अचम्म मान्छन्। यङ म्यान घरमै बस्ने अनि यङ लेडी बाहिर गएर काम गरेको देख्दा उनीहरूलाई अनौठो लाग्छ। दिन बित्दै जान्छ। यङ कपलले किचन गार्डन बनाउने विचार गर्छ। यो देखेर छिमेकीहरूले उनीहरूलाई गार्डनिङ कसरी गर्ने, बोट बिरुवा कसरी लगाउने भनेर सिकाउँछन्। एकजनाले उनीहरूलाई एक झोला गार्लिक रोप्नलाई दिन्छन्। केही दिनपछि यङ कपलले हेन हाउस बनाउँछ, जुन केही दिन नबित्दै भाँचिन्छ। अनि पुलिस ओल्ड म्यानले आएर उनीहरूलाई हेन हाउस फेरि बनाइदिन्छन्। केही समयपछि यङ लेडी प्रेग्नेन्ट हुन्छन्। यो कुरा छरछिमेकमा फैलिन्छ। छिमेकीहरू खुसी व्यक्त गर्न चकलेट अनि सिगरेटका प्याकेटहरू, आगो बाल्ने काठ आदि जस्ता कुराहरू उपहार स्वरूप दिन्छन्। कसैले बेबीको लागि कपडा, स्वेटर आदि बुनिदिन्छन्। छिमेकीहरूले देखाएको माया, कन्सर्न देखेर यङ कपल खुसी हुन्छन्। यङ कपल आफ्ना नेबरहरूप्रति ग्रेटफुल हुन्छन्। केही दिनमा उनीहरूको बच्चा हुन्छ। यो पलको पर्खाइमा बसेको उनीहरूको छिमेकीहरू साह्रै खुसी हुन्छन् अनि उनीहरूलाई बधाई दिन्छन्। छिमेकीहरूले देखाएको मायाले यङ म्यान भावविभोर हुन्छ। उसको आँखाबाट खुसीको आँसु झर्छ। यसरी यो कथा सकिन्छ। मोरल अफ द स्टोरी हेर्दा भाषा, संस्कृति आदिको विविधताले मानिसहरूको मन मिल्नबाट, राम्रो सम्बन्ध कायम हुनबाट कहिले छेक्न सक्दैन भन्ने कुरा देखाउँछ। आशा छ मैले तपाईहरूलाई यो कथा बुझाउन सके। अरू कथाहरूको समरीको लागि मेरो यो च्यानललाई सब्स्क्राइब गर्नुहोला।